स्पेसल केयर अफ वुमेन ड्युरिङ प्रेग्नेन्सीमा चाहिँ सुरुमा डाइट चाहिँ प्रेग्नेन्सी अवस्थामा अन्य अवस्थाभन्दा चाहिँ डिफ्रेन्ट किसिमको डाइटहरू खानुपर्दछ, जसमा चाहिँ कार्बोहाइड्रेट, प्रोटिन एन्ड फ्याट चाहिँ मिलाएर खानुपर्दछ। एकदम थोरै मिलाएर अथवा बारम्बार खानु पर्यो। मिलाएर एकैचोटि चाहिँ धेरै डाइटहरू धेरै खाना नखाने, थोरै गरेर चाहिँ त्यति बेला खानुपर्दछ। हर्मोनको डिसब्यालेन्स भएको हुन्छ त्यति बेला। र मेन गरेर चाहिँ प्रेग्नेन्सी अवस्थामा हाइजिनको कुराहरू, अनि त्यसपछि कस्तो क्लोथहरू लाउने, सुजहरू कस्तो लाउने भनेर चाहिँ हामीले मेन गरेर चाहिँ थाहा पाउनु पर्दछ। त्यति बेला भन्दा दिनमै दुईचोटि अथवा दिनकै पेन्टीहरू चेन्ज गर्ने, जेनिटल एरियाहरू चाहिँ सफा राख्ने, सुक्खा राख्ने, अनि त्यसपछि क्लोथहरू धेरै टाइटहरू नलाउने, अनि सुजहरू जो ठुल्ठुलो हिलहरू लाएर चाहिँ नहिँड्ने, कम्फर्टेबल नरम सुजहरू लाउनु पर्यो। क्लोथहरू चाहिँ सुतीको एकदम कटनको चाहिँ क्लोथहरू लाउनु पर्यो। अनि त्यसपछि एक्सर्साइजमा चाहिँ हामीले बिस्तारै वाकहरू गर्ने, अनि त्यसपछि साइक्लिङहरू, ठुल्ठुलो उसमा हेभी लिफ्टिङहरू, ट्राभलहरू त्यति बेला चाहिँ स्टप नै गरेको राम्रो हुन्छ। र एक्सर्साइजमा चाहिँ हामीले बिहानपट्टि वाकहरू गर्न सकिन्छ। अनि त्यसपछि एक्सर्साइजहरू के अरे पेल्भिक फ्लोर एक्सर्साइजहरू गर्ने, अनि केगल एक्सर्साइजहरू चाहिँ बिस्तारै गर्नुपर्दछ। र एन्टिनेटल भिजिट मेन गरेर चाहिँ प्रेग्नेन्सी अवस्थामा हामीले छुट्याउनै नहुने भनेको चाहिँ एन्टिनेटल भिजिट हो। एन्टिनेटल WHO को गाइडलाइन अनुसार चाहिँ हामीले 12 हप्तामा, 16 हप्तामा, 20देखि 24 हप्तामा, 28 हप्तामा, 30देखि 32 हप्तामा, 36 हप्तामा, 38 हप्तामा र 40 हप्तामा 8 पटक चाहिँ WHO को प्रोटोकल अनुसार चाहिँ हामीले चेकअप गर्नुपर्दछ। र यसमा सुरुमा इम्युनाइजेसन चाहिँ लाउनु पर्यो। TT भ्याक्सिनहरू प्रेग्नेन्सी भएको थाहा पाउने बित्तिकै TT भ्याक्सिन लाउनु पर्यो नजिकै स्वास्थ्य संस्थामा गएर। अनि त्यसपछि प्रेग्नेन्सी भयो भने सेक्सुअल इन्टरकोर्सल गर्ने कि नगर्ने भनेर त्यसमा क्वेसन उठ्न सक्दछ। सेक्सुअल इन्टरकोर्सल सकेसम्म चाहिँ फर्स्ट र लास्ट ट्राइमेस्टरमा चाहिँ नगरेकै राम्रो हुन्छ। यदि सेक्सुअल इन्टरकोर्सल यदि गर्न मन लाग्यो भने डक्टरलाई को सल्लाह अनुसार चाहिँ इन्टरकोर्सल सेफ पोजिसनहरू मिलाएर चाहिँ इन्टरकोर्सल गर्न सकिन्छ। र स्मोकिङबाट टाढा रहनु पर्यो। अनि त्यसपछि अल्कोहलहरू नखानु पर्यो। ट्राभलिङहरू सकेसम्म गर्नु भएन। अनि त्यसपछि ड्रगहरू लिन भएन। अनि त्यसपछि प्रेग्नेन्सी अवस्थामा चाहिँ बर्थ प्रिपेयरनेस एन्ड कम्युनिकेसन रेडिनेसको लागि, बर्थ प्रिपेयरनेस आमाको लागि, बच्चाको लागि, अनि पैसा, अनि कता जाने के गर्ने सबै ब्लड ग्रुप